हेलो गाइस, आज चाहिँ हाम्रो गिफ्ट आएको छ है। हामी गिफ्ट अनबक्सिङ गर्नेछौँ। यो गिफ्ट कहाँबाट आएको भनेर चाहिँ म अहिले भन्दिनँ। यो गिफ्ट अनबक्सिङ गर्नेछु अनि यो गिफ्टलाई म ब्लगमा हाल्नेछु। अनि ब्लगमा तपाईँहरूले मलाई कमेन्ट गर्नुहोस् अनि कहाँबाट आएको भनेर म त्यति बेला तपाईँहरूलाई ब्लगमा एन्सर दिनेछु। र अहिले चाहिँ के रहेछ भनिकन हामी अनबक्सिङ गर्नेछौँ है। गिफ्टलाई हामी खोल्नेछौँ यस घडी। आज हाम्रो निम्ति गिफ्ट आइसकेको छ। हेर्नुहोस् साथीहरू, तपाईँले यो ब्लग म अपलोड गरेपछि तपाईँहरूले मलाई कमेन्ट गर्नुहोला अनि म कमेन्टमा तपाईँहरूलाई भन्नेछु गिफ्ट कहाँबाट आएको हो भनिकन। तपाईँलाई म त्यति बेला देखाउने भन्नेछु है। अनबक्सिङ भइराखेको छ। मलाई हेर्नुको लागि हतार भएर मैले च्याचुट पारिदिएँ है। हामी हेर्नेछौँ ल। हेर्नुहोस् गाइस, तपाईँहरूले यो गिफ्टलाई पुरा सेलोटेप गरेको रहेछ। खोल्ने निकै टाइम लाग्ने भयो। हेर्नेछौँ के छ भने किन छिटो छिटो खोलिहाल्नेछु। तपाईँले चिनिसक्नुभयो होला है, यो गिफ्ट के होला भनेर नक्सा दिइसकेको छ। हामी हेर्नेछौँ, तर पनि नक्सामा देखिसकेको छ है के हो भनिकन। फ्लास आएको रहेछ। गिफ्टमा फ्लास आएको रहेछ। तपाईँले हेर्न सक्नुहुन्छ, ग्लास बोतल लेखेको रहेछ। अरू त छैन। फ्लास बढिया होला। कस्तो लाग्यो? तपाईँहरूले म भिडियोलाई अपलोड गर्नेछु, तपाईँले कमेन्ट गर्नुहोला। एकदम बढिया होला। फ्लास गिफ्ट आइसकेको छ। ओके, धन्यवाद गाइस।